आज एकजना कस्टमर आमैको माया देखेर मन भारी भएर आयो। हाम्रो भाइले धोका दिन्छ त भनेकै थिए नि। आज 5 दिन भयो नआइदिएको, अब आउँदा पनि आउँदैनन् रे। 3-4 दिन चाहिँ यस्तो बानी बिगार्दिए, फेरि आफैले गर्न पर्ने भयो सबै काम। अनि गर्मी पनि के साह्रो बढेको आजभोलि यता तराईतिर। मेरो यो कालो पाखुरा टडेर अझै कालो हुने दिन पनि आयो। हिजो आज फेरि यो महाकुम्भ प्रयागराज जाने भएर डलर पैसाको क्रेज के साह्रो बढेको मार्केटमा। आज एकजना आन्टीले त्यही नदीमा बगाउन भनेर एउटा तामाको कलश लिनुहुन्छ। जाने बेला डलर पैसा नि छ भने देऊ न बाबु भन्नुभयो। अझ हाम्रोतिरका पसलहरूमा डलर पैसै चल्दैन, त्यही भएर यी पैसाको के गर्ने होला भनेर सोचेको थिए। आज आन्टीलाई काम लागिहाल्यो। सुरु भएसँगै अब घैटोमा पानी पनि राख्नु पर्यो भनेर निकालेको ध्वस्तै फोहोर भएको रहेछ। अहिले त सफा गर्ने जाँगर लाएको छैन। भोलि सफा गरेर फेरि यो काउन्टरमा राख्नु पर्ला भनेर लगेर गोदाममै राखिदिए। अनि अघि कस्टमर भएको बेला भाउजूको फोन आएको थियो। उसको पार्लरको छुट्टी भयो अरे, फेरि लिन जानु पर्ने भयो। भित्री बाटो अटो नचलेर पनि मैले दुःख पाएको छु। एकैछिन पसलबाट बाहिर के निस्केको थिएँ, उता पसलबाट मम्मीको फोन आइहाल्यो, छिटो आइज कस्टमर आउनु भएको छ भनेर। एकैचोटि कहाँ भ्याउनु हो, जिन्दगी त यी दाइको मोज रहेछ। खायो पियो त्यही साइकल माथि पल्ट्यो आनन्दै। पसलमा पुग्दा आन्टी र उहाँ आमा आउनु भएको रहेछ। उहाँहरूलाई बिहेमा दिनको लागि एउटा तामाको गाडी चाहिने रहेछ। यो गाडी मन पराउनु भयो र चुन्छ कि भनेर पानी पनि हालेर विचार गरिदिए अनि पैसा काटेर उहाँलाई बुझाइदिए। उहाँ आमा चाहिँ भर्खरै प्रयागराज अयोध्या दर्शन गरेर आउनु भएको रहेछ। त्यही भएर प्रसाद र एउटा माला पनि मलाई दिनुभयो। जाने बेला आउँदै गर्नु होला है त आमा भन्दै आजको मिनी ब्लग यही समाप्त गर्छु। ओके बाई।